Hello guys, welcome to back YouTube channel. सबैजनालाई शुभ बिहानी गुड मर्निङ होइन यही भन्दै मैले ब्रुस गर्नतिर लागे ब्रुस गरेर आएर म चिया खानतिर लागेर दादाहरू पनि चिया खानुहुँदैछ चिया खाइसकेर म लागेँ सिमेन्ट बोकेर काम गर्नतिर टक्क म चाहिँ काम गर्ने ठाउँ चाहिँ पसेर पनि टक्क होइन त्यही हो लास्ट भिडियो आउनु थाल्यो यता तलतिर चाहिँ दाइ हुनुहुन्छ दाइले चाहिँ टक्कसँग यता काम गरिरहनु भएको छ म चाहिँ यहाँ बसेर भिडियो बनाएर हो गाइसहरू अनि यता चाहिँ सुनिलाले मसला गर्न थाल्नु भयो म चाहिँ टक्कसँग यता हस्पिटल हेर्न थालियो हस्पिटल हेरिसकेपछि हामीलाई माथिबाट काम गर्ने आएर हामीले त्यो मसला चाहिँ छोडेर हामी लाग्यो माथि काम गर्नतिर त्यसपछि हामी घर आएपछि ट्र्याक्टर त्यहाँ अगाडि छ ट्र्याक्टरमा सिमेन्ट हालेर लिएर जाने पैसा नभयो सिमेन्ट लोड गरेर हामी लाग्यो टक्कसँग यता आधी सिमेन्ट घोप्याएर चाहिँ हामी चाहिँ लाग्यो यता घुमाइसकेर टक्क आफै काम गर्ने भनेर सोधेर आउँदाखेरि चाहिँ यता यस्तो भइरहेको छ यता सल्लाएर गाडी चाहिँ टक्कसँगले हामी चाहिँ यता दाइहरूसँग ढुङ्गा लोड गर्नु भनेर लाग्यो दाइहरूलाई भन्न लाउँदै हामी चाहिँ लाग्यो ढुङ्गा लोड गर्नु यता ढुङ्गा लोड गर्ने ठाउँतिर नि आएर टक्क भिडियो बनायो होइन यता साथीले चाहिँ जोख्न खोजिरहेको थियो अनि फेरि यता आएर दुई चारवटा पुच्छापुच्छीहरूले भिडियो बनाएको देखेर चाहिँ टक्क धेरै गफ हान्दै थियो रे अनि यता साथी यता छ होइन टक्कसँगले हामी चाहिँ गाडीको टोलीमा बसेर बाहिरी मौसम हेर्दै टक्कसँगले काम गर्ने ठाउँतिर आइपुग्यो होइन काम गर्ने ठाउँ चाहिँ हो हामी चाहिँ ढुङ्गा लिएर आएको होइन टक्कसँगले त्यही हो अब यता ढुङ्गासँग लिएर हामी चाहिँ झार्नुतिर लाग्यो जानु सकेर पनि अब हामी बोक्नु लाग्यो फलाम बोकेर ल्याएर टक्कसँगले यति बनाएर हामी चाहिँ खाना खानुतिर लाग्यो यति ग्रुपहरू टक्कसँगले खाना खाएर माथि कोठामा बसेर हेर्दा बाहिर पानी परिरहेको होला होइन पानी परिसक्यो त्यसपछि हामी फेरि लाग्यो 3-4 भाइ मिलेर काम गरिसमा गयो उता सुनिल दाइले चाहिँ यता टक्कसँगले लिङ्गन थाल्नु अनिल दाइ हेर्ने त्यही हो अनि हामी चाहिँ उँधो लाग्यौँ काम गर्नु लागिसकेपछि त सबले चाहिँ यता दाइहरू रमामा काम गर्नु हुँदैछ टक्क त्यही हो गाइसहरू यही हो यति काम गरेर हामी खाजा खाएर फेरि काम गर्नु भनेर आइयो तल काम गरिसकेर माथि जाएर यता टोलीतिर टक्कसँगले यता थाँगरा हाल्यो र हामीले लाग्यो